नेपालको इतिहासमा एउटा यस्तो नाम छ जसले केवल एउटा राज्य जितेनन्, एउटा राष्ट्रको आत्मा निर्माण गरे। त्यो नाम हो पृथ्वीनारायण शाह। तर प्रश्न उठ्छ, आखिर कसरी एउटा सानो पहाडी सीमित स्रोत भएको गोर्खा राज्य यति शक्तिशाली बन्यो कि उसले काठमाडौँ उपत्यकासम्म चुनौती दिन सक्यो? किन अरू 2224 राज्यहरू आपसमा झगडामा अल्झिरहे तर गोर्खा राज्य भने संगठित, अनुशासित, रणनीतिक रूपमा बलियो बन्दै गयो? यसको उत्तर केवल युद्धमा छैन, केवल सेनामा छैन, केवल राजाको बहादुरीमा पनि छैन। यसको उत्तर छ दूरदृष्टि, अर्थनीति, सामाजिक संरचना, भूगोलको उपयोग, मनोविज्ञान, रणनीति, कूटनीति र एउटा राष्ट्र निर्माण गर्ने अटल इच्छा शक्तिमा। गोर्खा राज्यको शक्ति अचानक जन्मिएको थिएन। यो धेरै पुस्ताको सङ्घर्ष, अनुशासन र राजनीतिक चेतनाको परिणाम थियो। दरबार शाहले 16औं शताब्दीमा गोर्खा राज्यको स्थापना गरेपछि शाह वंशले बिस्तारै एउटा यस्तो शासन प्रणाली बनाए जहाँ राजा केवल दरबारमा बस्ने शासक होइन, युद्ध भूमिमा सेनासँग उभिने नेतृत्वकर्ता मानिन्थ्यो। यही परम्पराले पछि गोर्खालाई अरू राज्य भन्दा फरक बनायो। धेरै राज्यहरूमा राजा विलासितामा डुबेका थिए, दरबार भने षड्यन्त्रले भरिएको थियो। तर गोर्खामा सैनिक अनुशासन र राज्यप्रतिको निष्ठालाई प्राथमिकता दिइन्थ्यो। गोर्खाको भूगोल आफैमा एउटा किल्ला थियो। चारैतिर पहाड, साँघुरो बाटो, प्राकृतिक सुरक्षा। बाहिरी सेनाले सजिलै हमला गर्न सक्दैन थिए। तर यही कठिन भूभागलाई कमजोरी होइन, शक्ति बनाउने काम शाह शासकहरूले गरे। गोर्खालीहरू पहाडमा हिँड्ने, चढ्ने, कम स्रोतमा बाँच्ने अभ्यस्त थिए। उनीहरूको शरीर मात्र होइन, मानसिकता पनि कठोर थियो। यही कारण गोर्खाली सेना युद्धमा असाधारण सहनशील मानिन्थे। उनीहरू ठुलो सेना होइन, चुस्त र चतुर मानिन्थे। कम संख्यामा भएर पनि उनीहरू आकस्मिक हमला, रातको आक्रमण र भूगोलको उपयोग गरेर शत्रुलाई थकित बनाउँथे। जब नरभूपाल शाह गोर्खाका राजा थिए, उनले नेपाल एकीकरणको सपना देखेका थिए। तर त्यो सपना अधुरो रह्यो। उनले नुवाकोटमाथि आक्रमण गरेका थिए तर पराजित भए। यो पराजय केवल सैनिक हार थिएन, एउटा पाठ थियो। गोर्खा राज्यले बुझ्यो कि केवल बहादुरीले युद्ध जितिँदैन, सूचना, योजना, आपूर्ति र कूटनीति चाहिन्छ। यही अनुभवले पछि पृथ्वीनारायण शाहलाई एक असाधारण रणनीतिकार नेता बनायो। बालक अवस्थादेखि नै पृथ्वीनारायण शाहले आफ्नो वरिपरि विभाजित नेपाल देखिरहेका थिए। काठमाडौँ उपत्यका धनी थियो, व्यापारिक केन्द्र थियो, तर मल्ल राजाहरू आपसी प्रतिस्पर्धामा कमजोर बन्दै गएका थिए। कान्तिपुर, भक्तपुर र ललितपुर एक अर्कासँग नै सङ्घर्ष गरिरहेका थिए। उनीहरू कला, संस्कृति र व्यापारमा समृद्ध भए पनि राष्ट्रिय सुरक्षाको दृष्टिले विभाजित थिए। पृथ्वीनारायण शाहले यही कमजोरी देखे। उनले बुझिसकेका थिए कि यदि उपत्यका राजाहरू एक भयो भने गोर्खाका लागि एउटा ठुलो चुनौती हुन्थ्यो। तर उनीहरू विभाजित रहेसम्म गोर्खाका लागि एकदमै उनीहरूमाथि आक्रमण गर्न सजिलो हुन्थ्यो। पृथ्वीनारायण शाह केवल खुकुरी चलाउने राजा थिएनन्, उनी गहिरो अध्ययन गर्ने शासक थिए। उनले भारतका विभिन्न राज्यहरूको अवस्था बुझे, मुगल साम्राज्यको पतन अध्ययन गरे, ब्रिटिस इस्ट इन्डिया कम्पनी कसरी विस्तार भइरहेको छ भन्ने कुरा निहाले। उनले एउटा अत्यन्तै प्रसिद्ध विचार व्यक्त गरेका थिए, नेपाल दुई ढुङ्गा बिचको तरुल हो। यसको अर्थ थियो उत्तरमा चीन र दक्षिणमा भारत जस्तै शक्ति बीच नेपाल सावधानी पूर्वक चल्नुपर्छ। त्यो समय यस्तो भूराजनीतिक सोच राख्नु असाधारण कुरा थियो। गोर्खा शक्तिशाली बन्नुको अर्को ठुलो कारण थियो आर्थिक नियन्त्रण। पृथ्वीनारायण शाहले बुझेका थिए कि युद्ध केवल खुकुरीले जितिँदैन, पैसाले पनि जितिन्छ। काठमाडौँ उपत्यकातर्फ जाने व्यावहारिक मार्गहरू नियन्त्रण गर्न अत्यन्तै आवश्यक थियो। विशेष गरी तिब्बतसँगको व्यापारबाट उपत्यकाले ठुलो धन कमाइरहेको थियो। त्यसैले उनले सिधै काठमाडौँमाथि हमला गर्नु अघि वरिपरि रणनीतिक स्थान कब्जा गर्न थाले। नुवाकोट यसै कारण अत्यन्तै महत्त्वपूर्ण थियो। नुवाकोट कब्जा गर्नु भनेको तिब्बत व्यापार मार्ग नियन्त्रण गर्नु थियो। पहिलो पटक नुवाकोटमाथि गरिएको हमला असफल भयो। तर पृथ्वीनारायण शाहले हार मानेनन्। उनले आफ्नो सेनालाई पुनः गठन गरे। उनले योग्य सैनिक कमान्डरहरू चयन गरे, स्थानीय जनताको सहयोग जुटाए, सूचना सङ्कलन बलियो बनाए। त्यसपछि गरिएको दोस्रो आक्रमण सफल भयो। नुवाकोटको विजय केवल एउटा किल्ला जित्नु थिएन,
गोर्खाको आत्मविश्वासको जन्म थियो। त्यसपछि गोर्खालीहरूले महसुस गरे उनीहरू साँच्चै ठुलो लक्ष्य हासिल गर्न सक्छन्। पृथ्वीनारायण शाहले सेना निर्माणमा पनि अनौठो रणनीति अपनाए। उनले जातीय विभाजन भन्दा माथि उठेर युद्ध कौशललाई महत्त्व दिए। मगर, गुरुङ, छेत्री लगायतका विभिन्न समुदायका मानिसहरूलाई सेनामा समावेश गरियो। यसले गोर्खा सेनालाई विविध, बलियो र स्थानीय स्तरसम्म फैलिएको बनायो। सैनिकहरूमा राजाप्रतिको निष्ठा विकास गरियो। युद्धले केवल राजाको लडाईँ होइन, अस्तित्वको सङ्घर्षका रूपमा प्रस्तुत गरियो। यही कारण गोर्खाली सेना आफ्नो राजाप्रति र राज्यप्रति अत्यन्तै समर्पित थिए। उनले मनोविज्ञान युद्ध पनि प्रयोग गरे। धेरै ठाउँमा गोर्खाली सेनाको बहादुरीको कथा फैलाइन्थ्यो। शत्रु राज्यहरूमा डर सिर्जना गराइन्थ्यो। कतिपय साना राज्यहरू त युद्ध नै नगरी गोर्खासँग मिल्न तयार हुन्थे। पृथ्वीनारायण शाहले कहिलेकाहीँ बिहा सम्बन्ध, कहिलेकाहीँ सम्झौता, कहिलेकाहीँ आर्थिक नाकाबन्दी प्रयोग गरेर आफ्नो प्रभाव विस्तार गरेका थिए। यो केवल खुकुरीको राजनीति थिएन, दिमागको राजनीति थियो। काठमाडौँ उपत्यमाथिको रणनीति त झन अचम्मको थियो। उनले सिधै ठुलो युद्ध गर्नुभन्दा पहिला उपत्यकालाई आर्थिक रूपमा कमजोर बनाउने योजना बनाए। वरिपरि पहाडी क्षेत्रहरू कब्जा गरेर व्यापारिक मार्ग बन्द गरियो। उपत्यकामा खाद्य पदार्थको अभाव हुन थाल्यो। जनता असन्तुष्ट भए। मल्ल राजाहरू अझै आपसी सङ्घर्षमा व्यस्त थिए। पृथ्वीनारायण शाहले सही समयको पर्खाइमा थिए। उनले हतार गरेनन्। यही धेरै उनको सबैभन्दा ठुलो शक्ति थियो। गोर्खाली सेनाको सफलताको अर्को रहस्य थियो स्थानीय समर्थन। जहाँ सम्भव हुन्थ्यो पृथ्वीनारायण शाहले स्थानीय जनता र व्यापारीहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्थे। उनले लुटपाट नियन्त्रण गर्न खोजे, धार्मिक छुट दिए र राज्य विस्तारलाई स्थानीयसँग जोड्न खोजे। उनले बुझेका थिए डरले जितिएको भूमि लामो समय टिक्दैन, विश्वासले जितिएको भूमि टिक्छ। पृथ्वीनारायण शाहको दिव्य उपदेशले उनको राजनीतिक सोच स्पष्ट देखाउँछ। उनले वैदेशिक शक्तिप्रति सावधान रहने भने, स्वदेशी अर्थतन्त्र बलियो बनाउन जोड दिए, कृषिलाई आधार मान्नु आग्रह गरे र भ्रष्टाचारबाट राज्य कमजोर हुने चेतावनी दिए। त्यो समय उनले वैदेशिक व्यापारी र शक्तिको अत्याधिक प्रभाव खतरनाक हुन सक्छ भन्ने बुझेका थिए। यो केवल धार्मिक वा नैतिक उपदेश थिएन, राष्ट्रिय सुरक्षा रणनीति थियो। गोर्खा शक्तिशाली बन्नुको मुख्य कारण केवल सैनिक विजय होइन, दीर्घकालीन सोच थियो। पृथ्वीनारायण शाहले तत्कालीन नेपालले एउटा भूभाग होइन, सम्भावित राष्ट्रका रूपमा हेरे। उनले बुझिसकेका थिए कि विभाजित राज्यहरू बहुशक्तिको शिकार बन्न सक्छन्। त्यसैले एकीकरण उनको व्यक्तिगत महत्त्वाकांक्षा मात्र थिएन, अस्तित्वको रणनीति पनि थियो। काठमाडौँ विजयपछि पनि सङ्घर्ष समाप्त भएको थिएन, तर त्यति बेलासम्म गोर्खा एउटा सानो पहाडी राज्य रहेन, त्यो एउटा उदाउँदै गरेको शक्ति बनिसकेको थियो। गोर्खाली सेनाको अनुशासन, नेतृत्वको दृढता, आर्थिक नियन्त्रण, भूगोलको उपयोग, कूटनीतिक चातुर्य र राष्ट्र निर्माणको दृष्टिले गोर्खालाई अद्वितीय बनाएको थियो। आज पनि जब इतिहासकारहरूले पृथ्वीनारायण शाहलाई अध्ययन गर्छन्, उनीहरू केवल एउटा विजेता राजा देख्दैनन्, उनीहरू एउटा रणनीतिक सोच भएको राष्ट्रिय निर्माता देख्छन्। एउटा यस्तो व्यक्ति जसले सीमित स्रोतबाट असम्भव जस्तै देखिने लक्ष्य हासिल गर्यो। उनले बुझाएका थिए शक्ति केवल धन वा ठुला सेनाबाट आउँदैन, स्पष्ट दृष्टि, सङ्गठित समाज र सही समयको प्रतीक्षाबाट पनि आउँछ। त्यसैले गोर्खा शक्तिशाली बन्नुको कथा केवल युद्धको कथा होइन, यो अनुशासनको कथा हो, धैर्यको कथा हो, असफलबाट सिक्ने क्षमताको कथा हो र सबैभन्दा ठुलो कुरो, यो एउटा यस्तो सपना देख्ने राजाको कथा हो जसले विभाजित पहाडहरूमा पनि एउटा राष्ट्रको सम्भावना देखेका थिए।